गुड मर्निङ हुन्छ कि आफ्नो हुन्छ त मैले पोस्ट गर्ने समय ओके वेलकम टु माई ब्लग फाइनली आई हेभ स्टार्टेड माई ब्लग सोचिरहेको थिएँ 1 वर्ष अगाडिदेखि नै सुरु गरौँ भनेर अनि या अब आजदेखि सुरु गरेँ मैले पनि पहिला मेरो युट्युब जर्नीको कुरा गर्दाखेरि चाहिँ लाइक साहित्यको क्षेत्रबाट आफ्नो कविताहरू या त स्टोरी टेलिङबाट सुरु गरेको थिएँ एन्ड नाउ आई हेभ सिफ्टेड टु भ्लगिङ किनकि मेरो रुचि चाहिँ फोटोग्राफीतिरहरू पनि फोटोग्राफीतर्फ पनि धेरै बढ्दै गयो अनि लगतै मैले भने एक्सपल्स कपी प्रो पनि लिएँ त्यही भएर अब म भ्लगिङ सुरु गर्न आँटिरहेको छु अब आज चाहिँ हामी मेलम्ची जान्छौँ विथ सिब्लिङ्स हामी 8 जना भयौँ 4टा बाइक जान्छ 3टा एक्सपल्स छ अनि एउटा चाहिँ जिक्सर हुन्छ अनि ओके नाउ वी आर गुड टु गो अनि लाइक हामी जान आँटेको चाहिँ मेलम्ची हो सिन्धुपाल्चोक लाइब्रेरी सिन्धुपाल्चोकमा पर्छ अनि जहिले पनि तपाईँहरू बाइकमा या त केहीमा ट्राभल गरिराख्नु भएको छ भने चाहिँ पहिला आफ्नो ग्याजेट्सहरू चाहिँ राम्रोसँग चेक गर्नु होला लाइक त्यसमा मोबिल छ कि छैन बाइकमा त्यसपछि टायरमा कतिको हावा छ भनेर चाहिँ जानु होला अनि यो बिचमा यसरी रोक्नु चाहिँ भएन है ओके गाइज दिस इज माई बाइक एक्सपल्स 0 प्रो अनि त्यसपछि अनि यही पछि हो अहिलेको 4 भल्टमा यो छ अनि 3टा एक्सपल्स भयो अनि ठ्याक्कै उतापट्टि चाहिँ एउटा जिक्सर छ त्यहाँनिर चाहिँ बाइकको त्यो लागि छ फाइनली अब चाहिँ हामी बर्ड फ्लू लगाइरहेको छ अहिले त्यही पनि हामी मासु किन्नलाई आइसकेको छौँ हामी चाहिँ अहिले दक्षिण बाबाको उकालोमा छौँ अनि हेलो पछि फेरि मैले युट्युब च्यानल छोडेर फेरि यो दाइले दिएको क्या कति मिटर दिने मैले पहिला चलाएको सो थिएँ यो मास्क खोला नि तिमीलाई कसले भनिदिन्छु त सो चाहिँ मेरो भर्खर भ्लग सुरु दाइ हो सो प्लिज सपोर्ट है मेरो नि च्यानल छ मेरो च्यानलको नाम चाहिँ नितेश श्रेष्ठ हो है मैले सब्सक्राइब गर्नु होला ओके यो चाहिँ हाम्रो टिन्डर मेरो युट्युब च्यानल यो के भएको क्या यहाँ फोकेमा क्याप्टन छ पक्कलाई यो चाहिँ नाङलेङ बजार आइपुगेको छ मैले अनि यो स्याको बजार पनि एकदम राम्रो छ टिपिकल नेपाली भाइब दिने खालको छ फार फ्रम सिटी एरिया थरी थरी जिन्दगी बाँचिरहेछौ यसरी थरी थरी जिन्दगी बाँचिरहेछौ यसरी हावा खाँदै आयो हामी तराईतिर ए डाँडा काँडा होला चिसो हावा खाँदै आयो हामी तराईतिर मलाई पहिला यो बाइकको लाइसेन्स निकाल्न सक्दिनँ जस्तो लाग्छ कि अब कसरी चलाउँछन् होला यता खुट्टा गियर भनौँ क्लच भन्यो ब्रेक भन्यो है अनि यता मिरर पनि मिलाएर गरेर यता है मलाई कस्तो गाह्रो जस्तो लाग्थ्यो कि बिस्तारै बिस्तारै चलाउनु भएपछि चाहिँ अनि त्यसपछि गाडीको लाइसेन्स निकाल्नुभन्दा अगाडि गाडी चाहिँ अब कसरी चलाउँछ अन्त ल
बाइकको त ल ठिक छ होइन सबै कुरा हातमै हुन्छ होइन तर अब त्यता हातले गियर हान्ने खुट्टालेसम्म ल ठिक छ नि त त्यसले त यता एबिसी पुरै के अरे एक्सिलेटर ब्रेक र क्लच पनि हान्नु परेको छ यतापट्टि गियर पनि हान्नु परेको छ जस्तो लाग्थ्यो तर त्यो कतै यसो सही त हुँदो रहेछ सुरुमा नगरेसम्म मात्रै जे कुरा पनि गाह्रो जाने आजै बस्नु पर्ने कहिले बुझ्ने हामीले के खोइ बुझे होइन भोलि जे सुके हो सोचे छैन लाला 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 भन्छ गरे होइन समयले कसैलाई नि पर्के छैन बरु घुमाइदिन जिन्दगी नै वाइ कि वाइ जीवन एक यात्रा अघि बढी रकम है भिन्न भिन्न तरिका सबैजना गरिखा खुसी हुने इच्छा थरी 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 थरीका थरी थरी जिन्दगी बाँचिरहेछौ यसरी ए हामी चाहिँ मेलम्ची बजार आइसकेका छौँ अब अनि हामी साथीहरूलाई खुइरहेको अनि मेलम्ची बजारमा देखेको भनेको चाहिँ यहाँको आँपहरू पनि अब गर्मी ठाउँ हुन्छ नि त खोला छाइ त आँपहरू पनि छ यहाँनिर रेन्सी प्यान्ट तर यहाँको घरबेटीले चाहिँ यहीँको होला सायद ओके हामी चाहिँ मेलम्चीको बगरमा आइपुगेका छौँ अनि त्यसपछि यु क्यान सी आवर बाइक हियर जस्ट पार्क अनि त्यसपछि यहाँनिर चाहिँ इन्स्टाग्रामको भिडियो हेरेर चाहिँ हामी यहाँनिर पौडी खेल्न आएको थियौँ पौडी भन्दा नि यसो चिलाउ टाइपको त्यो डोजरहरूले चाहिँ ढुङ्गासुङ्गा निकालेर होइन रहेछ ओके यु क्यान सी द बबाल भ्यू हियर अनि पकाएर चाहिँ कहाँनिर खाने त्यो एउटा समस्या भयो होइन रेस्ट इन पिस अनि हामीले चाहिँ यहाँ सेटअप गरेका छौँ हाम्रो आजको मासु पकाउने मासु कति हाम्रो 4 केजी छ खाने 8जना एकजनाको भागमा आधी केजी यहाँ एस्थेटिक सुट भइरहेको छ यहाँ दाजुभाइहरू दाजु 300 मस्को चम्पाको काम गरिरहेछन् बाखिन दाइ चड्डी म्यान भएछ त म चटपटी बनाउन लाग्यो हुक्का मात्रै जाने चटपटी पनि बनाउँछु यसै हाम्रो अनि जसले यहाँनिर पहिले देख्न सकिन्छ यहाँनिर फोहोरहरू टन्नै छ यो बोतल सिसाको बोतलहरू बगरमा टन्नै नै छ होइन अनि जो पनि घुम्न आउनुहुन्छ होला यस्तो चाहिँ नगर्नु होला सबै आफूले ल्याएको फोहोरहरू चाहिँ आफूले ल्याएको प्लास्टिकमा हालेर चाहिँ एउटा डस्टबिनमा कि त बजारको डस्टबिन त्यहाँनिर छ अनि कि त घरै लिएर गएर डिस्पोज गर्नु होला है प्याकेटको उ गराउने के गराउने पोल्ने अनि आधी चाहिँ उ आउने यहाँ पाउने everything is fine, everything is going right तर यसो त कालो झन्
लडेर कालो भएको छ होइन किलाटिन नमिलेको ओके अनि सबै कुरा ठिक थियो स्विमिङ पनि गरियो बट आज सुहाना सो कि यहाँनिर चाहिँ अलिकति मेलम्चीको चिनो लागेको छ अब यो ठिक हुनलाई अलिक टाइम लाग्छ होला मेरो मात्र होइन सबैको कसैको हातमा कसैको खुट्टामा कसैको ढाडमा दाइको चाहिँ घुँडामा है अरू केटाहरूको चाहिँ ढाडतिर नि छ तर त्यहाँनिर लुगा लगाइसके नदेखाउँ होला त्यसको ढाडतिर यस्तो छ है यहाँनिर अब झडा परिरहेछ दाउरा कहिले ल्याउने भनेर आगो निभिसक्यो चाहिँ हाम्रो निर्मल दाइ हो सबसे राम्रो मान्छे हाम्रो ग्रुपको केही कुरा नाइ भन्न नसक्ने तर लाइफमा चाहिँ होइन लाइक मान्छे भइसकेपछि नाइ भन्न चाहिँ सिक्नुपर्छ है कतिपय कुरामा चाहिँ नाइ नभन्नाले धेरै दुःख पाइन्छ त्यही नै हो आफू नसक्ने कुरामा या त मन नलागेको कुरामा चाहिँ नाइ भन्न सक्नु पर्यो अनि त्यही नै हो इट्स माई फर्स्ट भ्लग अब होप टु सी मेनी मोर आफै लागि यो चाहिँ मेरो बाइकमा मेरो लुगा हो है अनि छिटै नै म यो मेरो बाइकको रिभ्यू पनि निकाल्ने छु एराउन्ड 7,000 जति दौडेको छ यो बाइकको चाहिँ अब अलिअलि त मैले नै भनिदिन्छु अब इफ तपाईँहरूको चाहिँ खतरा रेसिङ बाइक अथवा इनिसियल पावरको बाइक खोज्नुहुन्छ भने चाहिँ म रिकमेन्ड गर्दिनँ यो बाइक चाहिँ तर इफ यु आर ट्राभलर अनि जसले चाहिँ अफ रोडहरू एडभेन्चरहरू चाहिँ जान मन लाग्छ भने चाहिँ यु आर गुड टु गो अहिलेसम्म चाहिँ होपफुल्ली कसैको नजर नलागोस् अनि अहिलेसम्म एभ्रिथिङ इज गुड एभ्रिथिङ इज गोइङ अन अनि मैले देखेको चाहिँ मोस्ट अफ द बाइकहरूमा चाहिँ हिरो एक्सपल्स होबी प्रोको चाहिँ यो साइड लाइटहरू हुन्छ नि म के भन्दै थिएँ नि म्याक्सिममहरूको चाहिँ यो लाइटहरू चाहिँ भाँचिँदो रहेछ कि प्लेनहरू चढ्दाखेरि चाहिँ प्लेन चढ्दाखेरि चाहिँ यो भाँचिने चान्स धेरै हुन्छ यो सेभ गर्नु पऱ्यो थ्याङ्कफुली मेरो बाइकमा त्यस्तो मान्छे कोही चढाएको छैन जसले मेरो बाइक डिस्ट्रोय गरोस् अनि एउटा दुईवटा अनि एउटा जिक्सर र एउटा अर्को पनि एक्सपोज हो यो चाहिँ अब चाहिँ हामी खाजासाजा खान्छौँ अब ससेज र मासु पाक्न बाँकी छ सबै नाङ्गे पुङ्गेहरू छन् केटाहरू ओके ओके अब चाहिँ हामी सबै रेडी भएर स्विमिङ गरेर एन्ड वी आर एट द एन्ड कति भाग लाग्यो 8 भाग छ 3 3 6 2 8 ओके ओ त्यस्तो नबोल त केटा अब चाहिँ हामी यो भ्लगको यिनीमा छौँ एन्ड त्यही नै हो अब चाहिँ अपकमिङ भ्लगहरू चाहिँ सकेसम्म रेगुलरली नै हाल्छु भन्ने छ तर हेरौँ ओके गाइज अब चाहिँ अलमोस्ट वी आर रेडी टु गो अनि चाहिँ सबै सफा गरिसकेको छ मैले के अरे फोहोर गरेको कुराहरू चाहिँ जस्तो थियो त्यस्तै छोडिसकेको छौँ सकेसम्म तपाईँहरू पनि घुम्न आउनुभयो भने चाहिँ जस्तो थियो त्यस्तै परिस्थितिमा छोड्नु होला इन्भाइरोमेन्ट चाहिँ खराब गर्नु हुँदैन सनस्क्रिन लगाएको यो चाहिँ फर्किँदाखेरिको भ्यू हो थरी जिन्दगी बाँचिरहेछौ यसरी
बाँचिरहेछौ यसरी चिसो हावा खाँदै आयो हामी तरेतिर ए डाँडा काँडा ओह्राली चिसो हावा खाँदै आयो हामी तरेतिर ए जिन्दगी रहेछ रङ्गी चङ्गी बुट्टा भर्दै जाउँ न हामी ए जिन्दगी रहेछ रङ्गी चङ्गी बुट्टा भर्दै जाउँ न हामी